नमस्कार। नेपाल टेलिभिजन हेरेर बसिरहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूमा काठमाडौँ महानगरपालिकाको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँको आजको अङ्कमा यहाँहरूलाई स्वागत छ। दर्शकबिन कार्यक्रममा हामी काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न गतिविधि एवं जनचासोका विषयहरू प्रस्तुत गर्ने गर्दछौँ अनि त्यससँग सम्बन्धित व्यक्तित्वसँग पनि कुराकानी गर्दै आएका छौँ। दर्शकबिन काठमाडौँ सहर सम्पदै सम्पदाको सहर, सम्पदाले भरिपूर्ण सहर, यहाँका संस्कृति सम्पदाले नै नेपाललाई विश्वभर चिनाइरहेका छन्। यिनै सम्पदाहरू, संस्कृतिहरू र यहाँका हरिया डाँडा काँडा हेर्नको लागि, प्राकृतिक सौन्दर्य हेर्नका लागि अन्तर्राष्ट्रिय स्तरबाट विदेशी पर्यटकहरू पनि आउने गर्नुहुन्छ। काठमाडौँलाई पर्यटकहरूको हब बनाउने स्थान पनि थियो कुनै बेला, तर पछिल्लो समय क्रमशः काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रमा पर्यटकहरूको कमी पनि भइरहेको छ। त्यसका विविध कारण होलान्। अझ कोभिड-19ले त यसलाई तहस नहस नै बनाइसकेको थियो। फेरि पर्यटन क्षेत्र क्रमशः उकालो लाग्दैछ, फस्टाउँदैछ। नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरिरहनुभएका व्यक्तित्व एकजना पर्यटन व्यवसायी जो समाजसेवी पनि हुनुहुन्छ। निम्नवर्गीय परिवारका बालबालिकाहरूलाई शिक्षा दिने काममा पनि उहाँले निरन्तर लागिरहनु भएको छ। एजुकेसन डेभलपमेन्ट फाउन्डेसनको चेयरम्यान पनि हुनुहुन्छ कामी शेर्पा, जो पर्यटन व्यवसाय पनि हुनुहुन्छ। आज हामी विशेष गरी काठमाडौँ उपत्यकामा पर्यटक भित्राउनको लागि, हाम्रा सम्पदाहरूलाई जोड्नको लागि र सम्पदालाई विश्वमाझ पुर्याउनको लागि अन्तर्राष्ट्रिय पर्यटकहरूबाट महत्त्वपूर्ण भूमिका हुनसक्छ। नेपालका डाँडा काँडा हिमालहरू हामी जति देखाउँछौँ ती प्राकृतिक सौन्दर्य विश्वभर पुर्याउनको लागि के गर्नु पर्ला, पर्यटक आकर्षण गर्नको लागि के गर्नु पर्ला। नेपालको आर्थिक मेरुदण्डको एउटा महत्त्वपूर्ण पाटो पर्यटन क्षेत्रको अवस्था के छ, यो विषयमा कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ। नमस्कार। लामो समयदेखि पर्यटन व्यवसायका रूपमा काम गर्नु भएको छ, एकातिर समाजसेवा गर्नु भएको छ। 400जनाभन्दा बढी विद्यार्थीहरू गाउँ गाउँबाट ल्याएर जसको निम्न स्तरमा हुन्छ, जसका बाआमाले पढाउन सक्नुभएको छैन, ती बालबालिकालाई पढाइरहनु भएको छ। त्यो कामको यहाँलाई धन्यवाद पनि भनौँ। एउटा महत्त्वपूर्ण काम गर्नुभएको छ बालबालिकालाई शिक्षाको उज्यालो छर्नको लागि। तर विशेष गरी पर्यटन व्यवसाय यहाँहरूको पेसा भएको कारणले काठमाडौँ उपत्यकामा अहिले पछिल्लो समय पर्यटकहरू आउने कमी भएको हो कि ल्याउन नसकेको हो कि के हो? मैले यहाँबाट त्यहीँबाट सुरु गरेँ। अब काठमाडौँमा पर्यटनहरू चाहिँ आउनुको लागि एकदमै आतुरता छ पनि, आउने विचार पनि छन् होइन। यसमा चाहिँ खास गरी प्राइभेट सेक्टरको मात्रै बढी लगानी भएको हुनाले सरकारले जुन गर्नुपर्ने चासोहरू नदेखाएको हुनाले पर्यटन कम भएको। जस्तो कि कुनै पनि बेलामा सरकारले एउटा निर्णय लिन्छ होइन, अब 2 वर्ष 3 वर्षको समय राखेर चाहिँ एउटा चाहिँ पर्यटन वर्ष आह्वान गर्नुहुन्छ उहाँले। तर जुन आह्वान गर्यो नि त्यो दिनदेखि उहाँहरूले बिर्सेको हुन्छ, निदाउनुहुन्छ। उहाँहरू निधाएर ढुक्कसँग होइन कुम्भकर्णको निधार सुतेर बसेको हुन्छ। त्यसले गर्दाखेरि हाम्रोमा जबसम्म सरकारले लगानी गर्दैन, सरकारको लगानी हुँदैन, तबसम्म हाम्रोमा चाहिँ यति लाख उति लाख भनेर त्यो चाहिँ नि अब तथ्याङ्क सार्वजनिक गर्छन्। तथ्याङ्क सार्वजनिक गरेर त्यो हुनेवाला केही छैन। उहाँहरूको तथ्याङ्कमा पर्न सक्छ हाम्रो मित्र राष्ट्रको डेक्ची डाडु पुनियो आफ्नै कुक अनि चिउरा भुजिया लिएर आउने समेत जोड्यो भने मुस्किलले पुग्छ होला त्यो तथ्याङ्क। होइन भनेदेखि हाम्रोमा साँच्चीकै पर्यटन आएर चाहिँ यहाँ चाहिँ अब जुन पैसा छोडिन्छ, जुन हामीलाई बिजनेस दिन्छ नि, त्यो पर्यटन आउनुको लागि कमसेकम सरकारले पनि थोरै कदम चाहिँ चाल्नु पर्यो। जस्तै यहाँले काठमाडौँ उपत्यका भनौँ, काठमाडौँमा पर्यटक आउन चाहिँ आतुर छन् भन्नुभयो नि, कति मिठो शब्द। हजुर, काठमाडौँ हेर्नको लागि आतुर हुनुहुन्छ, आतुर तर किन आउनु भएको छैन? तर आतुर छ। हाम्रो यहाँको संरचनाहरू मेन्टेनेन्स हुनु पर्यो होइन। अब भूकम्प गएको कति साल भयो भन्नुहोस् त होइन। अब त थुप्रो वर्ष भयो, अहिले पनि कति ठाउँहरू बनाएको छैन। 72 सालमा गयो, हामी 82 सालमा छौँ, हाम्रो 10 वर्ष बित्यो। त्यो हाम्रो पैसाले बनाउने होइन, फेरि उनीहरूले नै पैसा दिएर ल बनाऊ, छिटो बनाऊ भनेर चाहिँ पठाएको हुन्छ। पैसा कति पठाएको हुन्छ। अनि यहाँको संरचना नेपाल अधिराज्य परिको जुन संरचनाहरू सबभन्दा पहिला सिद्धाएको चाहिँ मलाई थाहा छ बौद्धनाथ थियो। त्यसपछि अब बिस्तारै आएर दरबारी सहरको कुन कुनहरू छन्, पाटनको छन्, त्यसपछि आएर भक्तपुरतिर
बिस्तारै बिस्तारै सिधाउँदै गएको छ। तर अहिलेसम्म टोटली सिधाएको छैन। बन्दैछ, 10 वर्ष भएपछि बन्दैछ। अहिलेसम्ममा मेरो विचारमा 60% काम चाहिँ सिध्यो होला, अझै 40% त बाँकी नै छ। भनेपछि काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरू अहिले पछिल्लो समय त धेरै बनिसकेका छन् हजुर होइन, देखिने काष्ठमण्डप होस्, दरबार स्क्वायर होस् लगायत धेरै बनेका छन्। हाम्रा भौतिक संरचनाहरू बन्न नसकेका कारण, हिजोकै रूपमा नभएका कारण ती आउन आतुर भएका पर्यटकहरू आउन सक्नु भएको छैन, अन्यत्र मोडिनु भयो। आउनु सकेको छैन। त्यो कारणले, किनभनेदेखि जहिले आए पनि फुटेकै देखाउने, जहिले आए पनि यहाँ नेपालमा 1 वर्षमा 2 चोटि 3 चोटिसम्म रिपिट गरेर आउने हामीसँग पर्यटकहरू छन्। नेपालले यति माया गर्नेहरू छन् होइन। तर हामी कछुवाको तालमा चल्दाखेरि उनीहरू पनि अब कतिचोटि, अब त्यही मात्रै कतिचोटि हेर्नु नि, पोहोर गयो भने त्यही देखेको छ, फुटेकै छ। अब यसपालि जाँदा पनि त्यही भाँचेकै छ होइन, त्यही थियो। अब संरचना चाहिँ हाम्रो खोला नदी नाला पनि पर्छ है। यहाँ सुन्नुहोस्, पशुपतिबाट बग्ने खोला बागमती कहिल्यै पनि त्यो उज्यालो भएन, गनाएको गनाएको भयो। शेषमती, विष्णुमती होइन, यी सबै खोलाहरू। र हाम्रो संस्कारमा पनि के छ भने खोला त अनिवार्य हो नि त हाम्रो लागि त, जन्मिँदा मर्दा हरेक कुरा चाहिने हो नि। त्यो विदेशीको लागि चाहिँ बनाइराख्नुपर्छ र हामीले त्यो खोला हाम्रो होइन, हामीले बनाउनु पर्दैन। अनि खोलाको छेउमा गएर सास तान्नु पनि गाह्रो गनाएर होइन। अब हाम्रो जनप्रतिनिधिहरू, अब हाम्रो नगरमा चाहिँ अब जिम्मा लिएर आएको व्यक्तिहरूले अब कतिसम्ममा अब जनतासँग गरेको प्रतिबद्धता अनुसारले उहाँहरूले गर्छ कि गर्दैन, अब अझै पनि समय त बाँकी नै छ। तर मलाई जहाँसम्म लाग्छ कति चाहिँ राम्रैसँग गरौँ भनेर नै लागिरहेको छ। कति विगतमा जस्तै भनियो नि, फुटेको हेर्नुपर्ने, त्यो तोडफोड हेर्नुपर्ने, विगतमा धुलो धुवा हुन्थ्यो। अहिले काठमाडौँ महानगरपालिका हेर्ने भने, काठमाडौँ सहर हेर्ने भने परिवर्तन त आएको छ नि। परिवर्तन धेरै आएको हो, धेरै आएको। तर काठमाडौँ नगरपालिका मात्रै परिवर्तन भएर भएन, अरूले पनि सिकेर त्यहीसँग कदम गर्नु पर्छ। हामीले राम्रो भएको चिजलाई हामीले राम्रो भयो, यो फलाना पार्टीले गरे छलले गर्नु उसको लागि भयो भनेर चाहिँ हामीले त्यो गर्नु गलत हो। जो मान्छेले राम्रो गर्यो ठिक छ, बालेन शाहले राम्रो गर्यो, धेरै राम्रो गर्यो, त्यहाँबाट हामी धेरैले सिक्नुपर्ने छ। र छेउछाउको अरू उपनगरपालिका, महानगरपालिकाबाट उपनगर नगरपालिकाले पनि सिक्नु पर्यो। महानगरपालिकाले गरेको कामबाट अरू नगरपालिका पनि सिक्नु पर्यो, गर्नु पर्यो। जस्तो कि किनभने नदी नाला त यहाँ उत्पादन भएको होइन। नदी नाला त अब माथि तर्केश्वर नगरपालिकाबाट भयो होला, उता चाहिँ गोकर्णेश्वरबाट। त्यो नदी नाला यति छ हेर्नुहोस्, नाम दिएको छ शेषमती, विष्णुमती, भागमती नाम दिएको छ। त्यो मतीहरू सबै दिन रात रोएर बसेको छ, गनाएर बसेको छ हेर्नुहोस्। त्यसले गर्दाखेरि त्यो पनि हाम्रो संरचना हो। कोही मान्छे त त्यो छेउछाउमा बसेर पनि यसो सास फेर्ने ठाउँ त बनाइदिनु पर्यो कमसेकम। र हाम्रो सभ्यता के छ भनेदेखि जन्मेकोदेखि मरणसम्म खोलासँग हाम्रो सम्बन्ध हुन्छ। तर त्यही खोला दूषित छ, प्रदूषित छ। त्यो त त्यसकारण नै पर्यटक आउँदैन। त्यो त हाम्रो आमा जस्तो हो नि त, उसले त हामीले सिँगारेर राख्नु पर्दैन भने। अब यी चाहिँ कुरा हामी नेपालीले बिर्स्यौँ। अब प्लास्टिकको कुरा छ, अर्को कुरा प्लास्टिक। अब हामी काठमाडौँभन्दा बाहिर गयो भनेदेखि प्रत्येक सडकको दायाँ बायाँ मिनरल वाटरको बोतल, खैनीको त्यो प्लास्टिकहरू र कुरकुरे, अब यो जुन भनौँ न चिप्सका, यी सबै प्लास्टिक बाहेक अरू हामी कुनै पनि देख्दैनौँ। हाम्रो मान्छेले यति मतलब राज्यले सानो एउटा एडभर्टाइज गरेर झ्यालबाट यसरी खानेकुराहरूको खोल फ्याल्नु भएन, मिनरल वाटरको खोल बसभित्रै राख्ने होइन। यो सबै यो ट्रान्सपोर्टेसनको जति पनि मालिकहरूलाई हामीले बोलाएर यसलाई चाहिँ एउटा सानो प्रोग्राम गरेर उहाँहरूलाई चाहिँ खादा माला लाएर चाहिँ अबदेखि चाहिँ यसो नगरिदियो भनेर 10 औँलो जोडेर गऱ्यो भने यो भोलिदेखि नै कति सफा हुनेवाला छ। जति पनि हाम्रो रोडहरू छ, पूर्व पश्चिम यो मेची महाकाली जहाँ जाने बाटो छ, त्यसको दायाँ बायाँ तपाईँले यसो हेर्नु, प्लास्टिकको बोतलको फोहोर र यो कुरकुरे चिप्स यिनीहरूको फोहोर बाहेक हामीले केही देख्नु पाउँदैन। त्यहाँबाट पर्यटनलाई हामीले के देखाउने? सुन्दर सहर देखाउन आएको पर्यटकलाई हामीसँग त भरिपूर्ण छ कि सम्पदा। त अब के सम्पदा के गर्नु, हामीसँग नेचरको कुरा नै भरिपूर्ण छ। भित्र मात्रै डाँडा मात्रै हेरेर पनि आउँछ टुरिस्टहरू। तर सिर्फ फोहोरी चाहिँ नगरिदिए पुग्छ कि। अब
काठमाडौँ हेर्ने भने पछिल्लो समय निकै राम्रो पनि धेरै भएको राम्रो छ, भएछ। आकर्षक भएको छ। विदेशीले हेर्ने भनेका यहाँका सम्पदा, संस्कृति, नदीनालाहरू, होइन, प्राकृतिक चिजहरू हेर्ने हुन्। चिज हो। ठुला ठुला बिल्डिङ त उनीहरूकै देशमा छ, उहीँ हेरेर टन्न अगाएरै सही कुरा। यहाँ नयाँ कुरा हेर्न आउनेन्। सही कुरा। यहाँको नयाँ भनेका ती प्राकृतिक भगवान्ले दिएका, प्रकृतिले दिएका ती चिजहरू हेर्ने हुन्। त्यो मात्रै नभएर हाम्रो मठ मन्दिर, होइन, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो खाना, होइन, खैरेहरूले हाम्रो खाना पनि एकदम मनपर्छ। मार मसला जति हालेछ सबै मिल्छ, सिर्फ पिरो नहालेपछि त्यो खैरेले सत्त एकदमै अप्नाएर खानुहुन्छ, त्यसमा कुनै उ नै छैन। उनीहरूले मन नपर्नु भनेको चाहिँ पिरो मात्रै हो, अरू चाहिँ सबै मार मसला सबै उहाँहरूले एक्सेप्ट गर्नुहुन्छ, खानुहुन्छ। त्यसै गरेर अब मठ मन्दिरको कुरो गर्दाखेरि हामीसँग त मठ मन्दिरको त के काउन्ट गरेर काउन्टिङ गर्ने सक्ने ठाउँ नै छैन नि। प्रत्येक कदममा चाहिँ हाम्रो मठ मन्दिर हुन्छ। हेर्नुहोस्, 3 करोड देवी देवताको स्थान। अब यो ठमेल र दरबारमाकै बिचमा कुरो गर्ने हो भनेदेखि हेर्नुहोस्, त्यहीँ भगवान बाल्छ, जो कि अब बुद्धिस्ट सभ्यताको चाहिँ सबभन्दा पुरानो मन्दिर त्यहाँ। त्यसपछि आएर ठैँटीको त्यो ऊ छ, त्यसपछि आएर त हनुमान ढोकाको त के कुरा गरेर के साथी, अब त्यो छेउमा मन्दिरै मन्दिर। कुनै समयमा एउटा खैरीले के लेखेको थियो भनेदेखि, घरभन्दा मन्दिर धेर, मान्छेभन्दा देउता धेर भनेर चाहिँ लेखेको एउटा किताब पनि छ, होइन। त्यसले गर्दाखेरि घरभन्दा मन्दिर धेरै, मान्छेभन्दा देउता धेरै। काठमाडौँ हजुर, यसरी पहिचान भइरहेको छ। त्यस्तो पहिचान भएको ठाउँ हो यो काठमाडौँ। तर पर्यटन व्यवसायमा लागिरहँदाखेरि हिजो यहाँहरूले 3 दशक अगाडि जसरी त्यो यहाँले भनेकै हिसाब भने ठमेलदेखि दरमार्ग आइपुग्दाखेरि अथवा बसन्तपुर वरिपरि आउँदाखेरि त्यहाँका मठ मन्दिर, त्यहाँका कला संस्कृति, मूर्त अमूर्त कलाहरू हेर्ने ती पर्यटकहरू आज हराए नि, देखिँदैनन् नि। किन, कहाँनिर चुक्यौँ हामी? त्यो पर्यटक हराउनुको कारणमा के थियो भने, हो तपाईँले भनेको जस्तै त्यो ठाउँबाट त्यो ठाउँसम्म जाँदाखेरि त्यो बेलामा हाम्रोमा पोखरीहरू थियो। क्षेत्रपाटीमा पनि पोखरी थियो, भगवान बालको अगाडि पनि पोखरी थियो। अहिले बिल्डिङ बन्यो, अहिले बिल्डिङ बन्यो, 5 तारे होटल बन्यो, होइन। यो शिशा मन्दिरलाको पछाडि पनि पोखरी थियो, है। त्यसै गरी यो चाबिलगञ्जको यतापट्टि लामपोखरी थियो, लामपोखरी थियो, होइन। त्यस्तो पोखरी त काठमाडौँ कति छ गछ, होइन। थियो भन्नु पर्यो, अब थियो, अब रहेन। अब रहेन त्यहाँ। अब हाम्रो अब यो भनौँ न, यो भूमाफियाहरूले के गरेर चाहिँ के गरेर बेचेर खाए, के गरे। अब त्यहाँ प्राइभेट बिल्डिङ बनेको छन्, कसैले अब आफ्नै बिजनेस चलाएको छन्, होइन। त्यो त अब यो सरकारको कुरा भयो, होइन। तर पनि हामीले आलोचना त गर्न मिल्छ। भनेपछि हामीसँग भएका ती चिजहरू चाहिँ हराए। तपाईँले भने पर्यटन किन हरायो भन्दाखेरि यी हामीसँग भएको सम्पदालाई जोगाउन सकेन। ढुङ्गेदारहरू कति ठाउँ भेट्थ्यो, ढुङ्गेदारहरू कति ठाउँ भेट्थ्यो, ती पनि छैन। हामीसँग सम्पदा पनि हराउँदै गयो, अनि हामीसँग पाउन पनि हराउँदै गयो। हाम्रा सम्पदा जसरी हराउँदै गइरहेको छ, यहाँ आउने पर्यटक पनि त्यसरी हरायो भन्ने यहाँको सही कुरा मूल्याङ्कन छ। हो। अब के गरिन्छ? जस्तै अहिले काठमाडौँ महानगरपालिकाले सम्पदा पुनर्निर्माण गरिएको छ, ढुङ्गेधारहरूलाई खोतल्दै छ। यदि कसैले बिल्डिङ बनाएको छ भने भत्काउने काम पनि कति ठाउँमा गरिसकेको छ, होइन। जहाँ जहाँ हिजो ढुङ्गेधारा थिए त्यहाँ ढुङ्गेधारालाई रूप दिँदैछ। यहाँले भनिसक्नुभयो क्षेत्रपाटीमा हिजो नदी थियो, पोखरी थियो। अहिले महानगरले हिजोको पोखरी जहाँ हिजो सुकाइयो, मैदान बनाइयो, अहिले फेरि खोतल्दैछ। त्यहाँ ठुलो राम्रो चिटिक्क परेको फेरि पोखरी जुन अवस्थामा थियो त्यही अवस्थामा पोखरी बनाउँदैछ। यसलाई हेर्ने भने, यो काम गरेको मूल्याङ्कन हेर्ने हो भने पर्यटक भित्राउन सकिन्छ नि? सकिन्छ, किन नसक्नु। कुनै पनि कामको एउटा मूल्याङ्कन हुन्छ, होइन। कुनै पनि कामको एउटा मूल्याङ्कन हुन्छ। कुनै पनि हामी समयअनुसारले चेन्ज हुनु जरुरी छ। समयसँग हामी परिवर्तन भएन भने त्यसपछि हाम्रो छिमेकीले पनि हामीले हेप्छ, होइन। हाम्रै अब भनौँ न, हाम्रोमा हेरिरहेका, हामीलाई हेरिरहेका यो कस्तो तरिकाले चल्छ, यसको भनौँ न हाम्रो चाहिँ अब समयअनुसारको स्पिड कति हुन्छ, त्यो समयसँग चलेन भनेदेखि त्यहाँदेखि चाहिँ अब अकदिको हुन्छ। तपाईँ नै भनौँ न, अब बिहान पनि त्यही, बेलुका पनि त्यही, भोलि पनि त्यही खाएपछि तपाईँलाई अलिकति ओकै हुन्छ नि। अलिकति जिब्रोमा टेस्ट हुनुको लागि त कुनै न कुनै फरक किसिमको हुन त अब त्यो, होइन। चामलमै पनि हामीले धेरै किसिमको परिकार बनाएर खान सकिन्छ। चामलै खाने तर परिकार बनाएर खाने, टेस्ट फरक दिनु पर्यो,
होइन। त्यस्तै गरेर तपाईँले भन्नुभएको चाहिँ सम्पदाहरू खोतल्दैछ, हो खोतल्नु राम्रो कुरो हो। तर अब यो कता कता ऊ हुँदाखेरि न साह्रै लेट भएको भयो कि होइन। अब कति मान्छेलाई त्यसको चाहिँ असर पर्छ त्यो पनि हामीले थाहा छैन। हामीले खोतलेकोमा देखेको छ, कति मान्छेले त्यो पैसा तिरेर किनेको होला, कतिको घरबार उठ्ने होला, त्यहाँ पनि समस्या नै छ होइन। तर मलाई जहाँसम्म लाग्छ यस्तो सम्पदाहरू चाहिँ 100 वर्ष 150 वर्ष 200 वर्षभन्दा पुरानो सम्पदाहरू चाहिँ कहिले पनि हराउनु हुँदैन भन्ने चाहिँ मेरो मान्यता, म चाहिँ त्यो मान्यता राख्छु। त्यही 100 200 300 वर्ष पुराना सम्पदाहरू हेर्न पर्यटक आउने हुन्, त्यही सम्पदाहरू छैनन्, त्यही नदी छैनन्, जस्तो त्यही पोखरी छैन। एक्जाम्पल क्षेत्रपाटीमा होटल हारती भन्ने छ, त्यसको पछाडि 2टा पोखरी थियो। अहिले त्यहाँ बिल्डिङमा देख्नु पाउँछ तपाईँले। होटल हारतीको पछाडि 2टा पोखरी, यहाँले देखेको पोखरी अहिले मैले देखेको खुद। हामी त्यहाँबाट चाहिँ बिहान सबेरै अथवा साँझमा जाँदाखेरि त्यो पोखरी हेरेर पनि हामीले अलिकति मनमा डर जस्तो लाग्थ्यो कि त्यो बेलामा। किनभने त्यो पोखरीको कलरै कस्तो हुन्थ्यो, त्यो छेउमा साँप हुन्छ भने चाहिँ अब अलिकति त्यही बेलामा दिमागमा पर्ने पनि थिए, नदीको छेउछाउमा सर्प हुन्छ। त्यो बेलामा चाहिँ अब हामी त्यहाँ जाँदाखेरि एउटा हातमा लट्ठी नै लिएर जान्थ्यौँ होइन। त्यसले गर्दाखेरि काठमाडौँमा त कति हो जस्तो बालेन शाहजीले गरेको जस्तै गरेर नगर के अरे ललितपुरले पनि राम्रो गरेछ होइन। उहाँले पनि धेरै राम्रो काम गरेछ हाम्रो चिरीमा के भयो। अनि त्यसै गरेर अरू नगरपालिकाले यहाँबाट चाहिँ सिकुवा गर्नु पऱ्यो, जाने कि अब उसलाई आलोचना गऱ्यो भने आफै सुध्रेर जानु सक्नु पऱ्यो। त्यो भयो भनेदेखि पर्यटन त आउँछ कि नआउनु, किनभनेदेखि आजभोलि मान्छेहरूलाई चाहिँ अब सुविधा चाहिएको छ होइन। अब यहाँले भनिसक्नु भएको छ काठमाडौँ हेर्नको लागि, काठमाडौँका कला संस्कृति सम्पदा हेर्नको लागि विदेशी पर्यटक आतुर छन् होइन। हामी त्यो संरचना बनाइरहेका छौँ भनिरहँदाखेरि राज्यको तहबाट अहिले जति भइरहेको छन्, जति पर्यटक भित्राइरहेका छौँ, त्यो त सबै निजी क्षेत्रको योगदान हो। आजको दिन भन्यो भने त्यही होइन, निजी क्षेत्रको योगदान कारण आजको यो काम भइरहेको छ। यसमा मार्केटिङ चाहिँ निजी क्षेत्रले भन्दा अरू सरकारबाट चाहिँ भएको छैन। जस्तो कि हाम्रो माथि टुरिज्म बोर्ड छ होइन, टुरिज्म बोर्ड त्यसपछि आएर हाम्रो छाता सङ्गठन छ तान होइन। अब उनीहरू पनि सुतिरहेछ, पर्यटन बोर्ड पनि सुतिरहेछ, तान पनि सुतिरहेपछि छ। यिनीहरू कामै छैन। यिनीहरू हामीसँग पैसा उठाएर कता कता अब मेलामा लान्छन्, हामीले चाहिँ एउटा 2टा टेबलको एउटा टेबल 3 फिटे टेबल र एउटा चेयर दिन्छन्। त्यो बराबर हामीलाई ठाउँ अनुसारले 1 लाखदेखि 2,50,000 लिएर चाहिँ हामीलाई लिएर जान्छन्। त्यो अगुवाई गर्ने मात्रै हो। र जो मान्छे चाहिँ पर्यटन बोर्डबाट चाहिँ लिड गरेर जान्छ त्यो मान्छेलाई नेपालको बारेमा बताउनु पनि नसक्ने खालको मान्छेहरू हुन्छ। नेपालको बारेमा बताउ भन्यो भने त्यो अरू इन्स्टलमा पठाउँछ, उहाँलाई सोध्नुहोस् भनेर पठाउँछ। त्यस्तो खालको ज्ञानै छैन, त्यही ज्ञानमा चाहिँ त्यही मान्छे चाहिँ लिड भएर जाने कि, त्यो पर्यटन बोर्डको पुरै लिडर भएर जाने। अनि हामी पनि उहाँको अन्डरमा जानुपर्ने होइन। रमाइलो छ जो मान्छे त्यसले नेपालको बारेमा केही बताउनु जाने, न संस्कारको बारेमा, न संस्कृतिको बारेमा, न हिमालको बारेमा बताउँछ, उसले केही बताउनु सक्दैन। टाई सुट लगाएछ, दिनमा $100 चाहिँ उहाँ चाहिँ के अरे भत्ता पचाउने। अनि छिटो कति बेला 4 बज्छ त्यति बेला चाहिँ भागेर कुन सहरमा पुगेर चाहिँ सपिङ गर्नुपर्छ, त्यति अरू कामै छैन। जस्तै अब पर्यटक भित्राउनको लागि अहिले पछिल्लो समय देखिएको भनेको पर्यटकहरूको प्रवेश शुल्क पनि चर्को भयो भन्ने गुनासो आइरहेको छ भनिन्छ नि। यहाँ लाग्छ कि लाग्दैन त्यो साँच्चै हो कि अन्तर्राष्ट्रिय जगतमा के छ? जस्तै अब अन्य देशहरूमा पर्यटकहरूलाई प्रवेश शुल्क कति रुपियाँ लाग्छ, नेपालमा कति शुल्क लाग्छ होइन। हाम्रो देश अलि कमजोर भएर पनि धेरै शुल्क लिएको के हो यो चाहिँ? खास गरी देश कमजोर भयो भनेदेखि अझै शुल्क घटाउनुपर्छ। हामी बिजनेस गर्दाखेरि एकजनासँग 100 रुपियाँ लिएर बस्नुभन्दा 1000 जनासँग 5 रुपियाँ लिएर चाहिँ काम गरेको उचित छ। एउटैसँग भन्दा धेरै बस्छन्, धेरै पैसा भयो, धेरै हो। किनभनेदेखि अहिले काठमाडौँमा 15 दिनभन्दा माथिकोलाई चाहिँ $50 चाहिँ हाम्रो सरकारले चाहिँ भिसा फी लिन्छ। 15 दिनभन्दा बढीलाई बसोबास गऱ्यो भने 1 महिनासम्मकोलाई 50, अनि त्योभन्दा माथि गयो भने फेरि एक्स्ट्रा लाग्छ। त्यस्तै गरेर
अब यस्तो खालको एकैजनासँग $50 लिनुभन्दा हाम्रो जस्तो देशले चाहिँ अझै त्यो भिसा चाहिँ घटाएर 20-25मा ल्याएर चाहिँ अथवा हामी जस्तो इकोनोमिक क्राइसिस भएको देशमा चाहिँ फ्री भिसा आह्वान गरेर चाहिँ बोलाउनु पर्यो पर्यटन। पर्यटकलाई भिसा शुल्क धेरै लिने हो कि कम लिने सकेसम्म निशुल्कै गर्ने निशुल्क गरेर तर बढीभन्दा बढी भित्राउनु पर्यो। बढी भित्राउनु पर्दाखेरि सरकारको नियम नीति हुनु पर्यो। हामीलाई पनि त्यो नियम नीतिमा दोहोऱ्याउनु सक्नु पर्यो। त्यसले गर्दाखेरि जस्तो अब काठमाडौँमा पनि भक्तपुर गयो भने हामी 2000 इन्ट्री फी तिर्नुपर्छ। हेर्नुहोस् भक्तपुर स्क्वायर अब बौद्ध यहाँ पशुपतिमा छिर्ने बित्तिकै हामीले $1000 तिर्नुपर्छ होइन। काठमाडौँ दरबार स्क्वायर छिर्ने बित्तिकै $1000 तिर्नुपर्छ। पाटन दरबार स्क्वायर घुम्यो भनेदेखि हामी 1350 तिर्नुपर्छ। हेर्नुहोस् स्वयम्भू तिर्नु पर्यो, बौद्ध तिर्नु पर्यो, हरेक स्टेपमा तिर्नुपर्ने हुन्छ। ठिक छ त्यो पनि तिर्नु त तिर्ने ठिकै छ तर अब त्यो पनि अलिकति बढी भयो कि होइन। बरु मासमा मान्छे लिएर आउने थोरै पैसा लिने अलिक कम लिने। त्यसले गर्दाखेरि हाम्रो यहाँको एडभर्टाइज पनि हुन्छ। मौखिक एडभर्टाइज र लिखित एडभर्टाइजमा धेरै फरक छ। मौखिक एडभर्टाइज भनेको 100% जर्छ होइन तर लिखित एडभर्टाइज इन्टरनेट एडभर्टाइज यी सबै कुरा चाहिँ यो चाहिँ देखाउने मात्रै 10% 15% मात्रै झर्छ। अब पर्यटन बोर्डको काम के त त्यसमा? जस्तै यहाँले भनिसक्नु भएको छ विदेशमा नेपालको प्रचार गर्नको लागि मेलाहरूमा भाग लिने त्यो मात्रै भएको देखियो। किनभने त्यो पनि हामीसँग पैसा लिएर उनीहरूले पैसा खर्च गर्दैन, त्यो पनि हामीसँग पैसा लिने हो। जस्तो पर्यटन बोर्डले के गर्छ न आफ्नो क्यामेराम्यान राम्रो छ न उनीहरूसँग सबै खैरेले दिएको फोटोहरू छ। पोस्टर बनाउँदाखेरि सबै खैरेहरूसँग लिने हो। जस्तो कि एक्सपोर्ट शेर्पाहरूसँग छ भने एक्सपोर्ट शेर्पासँग लिने हो उनीहरूले। उनीहरू आफ्नै क्यामेराम्यान गएर चाहिँ ठाउँमा फोटो खिचेर उनीहरूले ब्रोसर बनाउँदैन है। अब त्यो फोटोहरू पनि कुनै रेजुलेसन कम भएर अब त्यो फाट्ने आउने होइन त्यस्तोहरू छ। अनि फोटो युज गर्दाखेरि अब लङ टाइमको फोटो युज गर्छ कि धेरै वर्ष अगाडि 30 वर्ष अगाडिको फोटो अहिलेको फोटो युज गर्न सक्नु पऱ्यो नि त तत्काल होइन। 30 वर्ष अगाडि त हाम्रो चाहिँ तल 2000 मिटरसम्म हिउँ पर्थ्यो होइन। अहिले त पर्दैन। अब अहिले त 5000 मिटरमा गयो भने डाँडा त नगै छ। त्यो रियालिटी देखाउन सक्नु पऱ्यो नि त होइन। अब वन्यजन्तुकै गरे पनि त अब प्रोफेसन हुनु पऱ्यो। कमसेकम सरकारबाट पैसा लिएपछि व्यवसायबाट चाहिँ उ गरेपछि त त्यो त अलिकति आफ्नो प्रोफेसन त देखाउनु पऱ्यो नि। आफ्नै क्यामेरा टिम हुनु पऱ्यो, देखाउनु पऱ्यो। समयअनुसारको चाहिँ फोटोहरू खिचेर देखाउनु पऱ्यो, समयअनुसारको चाहिँ मेसेज दिन सक्नु पऱ्यो। भनेपछि हामी पाइलामा चुकिरहेका छौँ। हरेक पाइलामा चुकिएको छ। जस्तो अब तानको कुरो गर्ने भने अब टिम्सको कुरा आउँछ जो कि टिम्स भनेको ट्रेकिङ एजेन्ट एसोसिएसनबाट चाहिँ अब एउटा चाहिँ पर्मिट जारी गर्छ होइन। त्यो पर्मिट मार्फत अब डाइरेक्ट क्लाइन्टले चाहिँ 2000 अब हामी मार्फत चाहिँ 1000 चाँजो तिर्छ होइन। त्यो पैसा बोर्डले पनि खान्छ, पर्यटन बोर्डले पनि खान्छ। अब उता मन्त्रालय पनि जान्छ होला जम्मा 90% समथिङ छ। 30% गरेर यी सबै त्यो पर्सेन्ट अब हामी सादा सङ्गठनको अन्डरमा हामी चाहिँ एउटा सदस्य भएको नाताले अब हामी वर्षमा होइन फी तिर्नुपर्छ 4-5 हजार। त्यो पैसा चाहिँ कहाँ जान्छ कि तपाईँहरू तिरेको राज्यबाट गरेको पर्यटकहरूबाट ल्याएको पैसा चाहिँ कहाँ जान्छ? हो यो सम्बन्धित मान्छेहरूलाई ल्याएर चाहिँ यहाँ सोधेर चाहिँ तपाईँले प्रश्न पारिदिनु पऱ्यो। अब हामीलाई पनि सोद्धा वकै लागिसक्यो होइन, गाह्रै छ। पैसा कहाँ जान्छ थाहा छैन। पैसा उठिरहेको छ, पर्यटक भित्रै भनिरहेको छ। पर्यटन बोर्डका मान्छे विदेश घुमेकै छन्। हामी पनि फी तिर्छौँ एज अ साधारण सदस्य भएको उसमा चाहिँ हामी फी तिर्छौँ, वार्षिक हामी पैसा तिर्छौँ। अब नेपालको आर्थिक मेरुदण्डको महत्त्वपूर्ण पर्यटन क्षेत्र भनिन्छ। पर्यटन क्षेत्र एउटा पर्यटक भित्रिँदाखेरि त्यहाँ होटेलको मात्रै कुरा आउँदैन, श्रमिकदेखि होइन हवाई जहाजदेखि सवारी साधनदेखि धेरै कुराले त्यसलाई असर पारिरहेको हुन्छ एउटा पर्यटकका लागि। सडकमा माग्ने नाङ्लो पसलदेखि लिएर 5 तारे र सरकारको ढुकुटी समेत पर्छ यसले पर्यटकभित्र एउटा पर्यटकभित्र। अनि शैक्षिक क्षेत्र पनि जान्छ, कुनै सङ्घ संस्था पनि जान्छ, हरेक ठाउँमा पैसा फिन्जेर जान्छ। एउटा पर्यटक आउनु भनेको यो पैसा चाहिँ अब यदि ऊ भएर जान्छ नि, मतलब त्यो छरिएर जान्छ होइन। त्यो नेपाल सरकारलाई पनि त्यसको ज्ञानै हुँदैन। यो एउटा पर्यटक 10औँ मान्छेले रोजगारी पाउँछ। कहाँ 10औँ? यो 20-30औँ पुग्छ नि। 10औँ पनि होइन, कहाँ 10औँले पुग्छ र? यो त धेरै ठाउँ पुग्छ। हेर्नुहोस्
सरकारको ढुकुटीदेखि लिएर स्थानीय सरकारको ढुकुटीदेखि लिएर माग्ने अब होटेल ट्याक्सी अब भनौँ न प्लेनदेखि लिएर अब हरेक ठाउँमा पुग्छ कि त्यस्तो छ। यति हुँदाहुँदै पनि कोभिड-19 पछाडिको अवस्थालाई हेर्ने त्योभन्दा अगाडिको अवस्था हेर्ने हो भने हामीले चाहिँ किन गर्न सकिरहेका छैनौँ? कोभिड-19 चाहिँ विश्वभरलाई भएको हो, हामीले मात्रै भएको होइन। त्यो चाहिँ हामीले अरूले पनि यस्तै दुःख भयो भनेर सोच्नु पर्यो। तर नेपालमा आउने पर्यटकहरूले भूकम्प आएपछि भूकम्प आयो भनेर डराएन। ओहो भूकम्पमा त झन् यिनीहरूले हेल्प गर्नुपर्छ भनेर यिनीहरू आए। इभन मैले एउटा इभेन्ट चलाउँथ्यो, त्यो इभेन्ट क्यान्सल गर्नुपर्ने होइन। यति राम्रो चाहिँ नि त्यो झन् दुःख पाएको बेला भनेर चाहिँ नेपालमा व्यक्तिगत रूपमा होस् या ट्रेकिङ एजेन्टदेखि होस् या कुनै इभेन्ट चलाउने होस्, कसैले क्यान्सल गरेन। सबै आएर चाहिँ सहयोग गर्यो। अब यहाँले यति रमाइलो कुरो गरिनु भएको छ। एउटा पर्यटक नेपालभित्र जाँदाखेरि 30औं मान्छेसँग पैसा पुग्ने, रोजगारीमा जोडिने भनिरहँदाखेरि हामी रोजगार भएन होइन भनेर नेपालीहरू चाहिँ विदेश पलायन हुनु परेको अवस्था छ। हजारौँ युवाहरू दैनिक रूपमा विदेश जान्छन्। यहाँले भन्नु भएको छ एउटा पर्यटकभित्रमा 30औं मान्छेले रोजगारी पाउँछन् भन्दा राज्यको ध्यान चाहिँ कहाँ गयो त? यो पर्यटक भित्राउन सक्यो भने त नेपालमै रोजगारी दिन सकिन्छ। नेपाली किन विदेश जानु पर्यो? होइन, हाम्रो नेपाल सरकारले गर्नुपर्ने 2-3 वटा कुरा। हामीले कृषिमा ध्यान दिएन। कृषि त ध्वस्त पार्यौँ हामीले। कृषिमा ध्यान दिएन। जस्तो कि पर्यटक भनेको बाहिरबाट इम्पोर्ट गरेको हो नि त नि। अब इम्पोर्ट गरेको व्यक्तिले फेरि इम्पोर्टै गरेर खुवाएर पठाएपछि पैसा त देशभित्र रहेन। फेरि त्यसलाई त किनेर खुवाउनु पऱ्यो, एक्सपोर्ट गरेर खुवाउनु पऱ्यो होइन। अनि त्यसले गर्दाखेरि हाम्रोमा कृषि र पर्यटन चाहिँ सँगै जानुपर्छ भने म जहिले पनि भन्छु। कृषि छ भने चाहिँ हाम्रो जति पनि पैसा आएको छ सबै यहीँ बस्छ, कहीँ पनि जाँदैन। जस्तो तब हामी सानो हुँदाखेरि हामीले नुन र सुन मात्रै किन्थ्यो, अरू सबै यहीँ हुन्थ्यो नि त। नुन र सुन है। अब अहिले त सबै किन्नुपर्ने भयो होइन। त्यसले गर्दाखेरि कृषिलाई जोड दिनुपर्छ नेपाल सरकारले। कृषिलाई चाहिँ कमसेकम 50% चाहिँ उहाँहरूले चाहिँ अनुदान दिएर पनि काम अगाडि बढाउनुपर्छ। उत्पादनमा दिनु, उत्पादनमा। नभएदेखि त यो त अब पलायन हुने क्रम त जारी छ। हामी त अनुदान दिने, झोलामा अग्ला दिने चलन भयो। किनभने सरकारले पनि के सजिलो भयो भने अब मान्छे बेच्नै सजिलो हो। सजिलो किनभने अब 12 क्लास पास गर्ने बित्तिकै पखेर फिजाउनु सुरु गर्यो हाम्रो नानीहरूले होइन। अब त्यो हामीसँग एउटा युवा मात्रै जाँदैन, यो एउटा सक्षम युवा एजुकेटेड अनि त्योसँग 50 लाख पनि पठाउँछ कि हामी सँगसँगै कम्तीमा। अनि त्यो 50 लाख पठाएपछि त्यो मान्छे त्यहीँ गाडेर बस्छ। त्यो पैसा उठाउनु पऱ्यो। अनि त्यहाँको मान्छेले के गर्छ भनेदेखि ल एजुकेटेड यङ मान्छे यो रहेछ है, यसलाई चाहिँ ठिक पार्नुपर्छ भनेर उसलाई त्यहाँ विभिन्न बाहनाले चाहिँ त्यहाँ गाडी पनि दिन्छन्, घर पनि दिन्छन्, टिभी दिन्छन्, सबै फेसिलिटी दिन्छ, उसलाई काम पनि दिन्छ। मान्छे न हो, किन आउँछ? मान्छे न हो। ल यो सबै तिम्रो, तर तलब थाप्दाखेरि उसकोमा क्यास आफ्नो ब्याङ्कमा चाहिँ थोरै मात्रै पर्छ। किनभने सबै तिर्नु पर्यो। अनि त्यो तिर्दा बुढा हुन्छ। अनि ऊ फर्किँदाखेरि यहाँका साथीभाइहरू आफ्नै तालमा पुगेको हुन्छन्। त्यो कम्युनिकेसन मिल्दैन, त्यो खुवाइ लय बसाइ यी सबै मिल्दैन। त्यसले गर्दाखेरि ऊ उतै बिज्छ अनि यता बसेको यतै बिज्छ। त्यसले गर्दाखेरि विदेशमा गएको चाहिँ म सिधा भन्छु 100 जना गयो भने मुस्किलले 25 जना फर्केर आउँछ। न त सबै पलायन, नभए सबै प्लान हुन्छ। हस्, समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। हजुरहरूलाई पनि थ्याङ्क यू, सम्पूर्ण टिमलाई थ्याङ्क यू। दर्शकबिन, नेपाल यति सुन्दर छ, यति राम्रो छ, विदेशी पर्यटकहरू आउनको लागि आतुर छन्। तर ती आतुर विदेशी पर्यटकहरूलाई हामीले निम्तो गर्न सकिरहेका छैनौँ। हाम्रा कला संस्कृति भाषा क्रमशः लोपुने अवस्थामा पुगिसकेका छन्। हाम्रा सभ्यताहरू लोपुने अवस्थामा पुगिसकेका छन्, जसका कारण हामी कमजोर बनिरहेका छौँ, आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि। यसलाई जोगाउनको लागि पक्कै पनि हामीले हाम्रा सम्पदा जोगाउनुपर्छ, हाम्रा सभ्यता जोगाउनुपर्छ, हाम्रा संस्कृति जोगाउनुपर्छ। परम्परागतदेखि हुँदै आएका यी सभ्यता जोगाउन सक्यौँ भने मात्रै हामीले समृद्ध नेपाल बनाउन सक्छौँ र पर्यटक भित्राउन सक्छौँ। जब पर्यटक भित्रिन्छ त्यस पश्चात भने हामी मुलुकलाई समृद्ध बनाउने एउटै पाटो, आर्थिक मेरुदण्डको महत्त्वपूर्ण पाटो पर्यटन क्षेत्र हो, जहाँ कृषि पनि जोड्दै लान सक्यौँ भने पक्कै पनि मुलुक र जनतालाई समेत राहत महसुस हुन्छ। आजको कार्यक्रममा यिनै विषय
जानकारी दिने प्रयास गऱ्यौँ। आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि पनि नयाँ विषय र प्रसङ्ग लिएर आउने नै छौँ। तबसम्मका लागि सम्पूर्ण टिमसहित म वैकुण्ठ भण्डारी बिदा माग्छु। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।